अब नाच्छ नि जुनुनबाट हो नि त्यतिबाट गर्नु पाइन्छ क्या यहाँ उभियो भने त्यहाँ यहाँ भेटिहाल्छ यहाँ उभियो भने यहाँनिर त्यसले यता मात्र मिलाएको छ त्यो फोटो मात्रै मिलाएको छ हेरेर आउनु एकचोटि त्यहाँ फोटोमा मात्र पछाडि हेरेर आउनु क्यामेरा जुनुन फोटो पनि त्यो फोटो जाँदा बसेर पनि निकाल्नु यहाँसम्म मात्रै आउँछ मेरो नि आउनु पर्यो हैन त यहाँ ल यो चाहिँ आयो अटो हान्ने हुन्छ ए यो त नयाँ नयाँ सिक्नु भएको छ साइन्टिस्ट हुँदैछ नि त हो ए ल टेक्निसियन पो रहेछ यसले मेरो आइसक्यो दाइ त्यो पछाडिबाट छोपेपछि त आउँदैन नि त्यो कभर दाइ चिन्दैन अझ मैले त्यो सान्दारे भने त्यो कभर मैले किन्नै फोटो देखा त एउटै छैन के भत्ता छोरीको बादमा क्या गरिरहनु हेर्नुस् कहाँ त्यसको रड रिजर्भ गरेर राखेको मैले दर्शन के पाइन्छ दुब्लाको दाइ भयो के कति दुब्ला स्किन दुब्ला सबै थाहा भएको छ नहलाउने त नघुमान यसले फेरि घुमायो खतम बनायो स्मिता भाउजू साँच्चै जरा छोड्नु बिस्तार यत्रो बेर के खानु नहला भन्दै झन् बिना एना नोट टच है भिडियो खिच्नु यहाँ हेर्ने हजुर रेडी 1 2 3 गो गीता त्यो कुर्सी अलिकति सिधा बनाएर राख तिमी सिधा सिधा यस्तो सिधा चाहिँ गीता ठ्याक्कै तिमी हरायो ओइ तिम्रो त्यहाँ बस त सन्तोष दाइ अलिकति यता तपाईँको टी सर्टसम्म मात्र टाउकै आएन अझै उता बस एक्सिलेन्ट दाइ त अझै उता सर्नुपर्छ अझै उतापट्टि दुइटै बाटो खिच है काटिँदैन त्यहाँसम्म ठिक छ म एक्सिलेन्ट बनाएर आउँछु क्या त्यहाँ चिन्दै नगर्नु अब यताउता होइन उता क्यामेरा ठिकै अब सबैजनाको ध्यान क्यामेरा पछाडि फर्किँदैछ के काम लाग्यो अब जो यताबाट बोल्दा कतिवटा खिच्ने हो निक्रो खिचिसक्यो क्यामेरामा यता हेर्नु उता हेर्नु है यता हेर्दा एक्सिलेन्ट सन्जय दाइ ए हेर्नु होला नि अहिले नाटक गर्दै किन होला दसैँ दसैँ ल कस्तो राम्रो एक्सिलेन्ट हो राम्रो आयो हजुर कहाँ हराउनु भयो हेर्नु न क्यामेरामा छोडिदिनु न भाउजू समातेन नि जस्ट समातेर एकछिन फन पनि भयो म आउनु पऱ्यो नि म चाहिँ आउँदैन आएर हुन्छ क्या विषय थ्याङ्क यू भेरी मच भइसक्यो